हजुर नमस्ते। यो छ माकुरी भनिन्छ अनि कतै कतै सतावरी पनि भनिन्छ। तर हामीले यसलाई बोलिने भनेको चाहिँ चलन चल्तीको भाषामा धेरै ठाउँमा एउटै शब्द प्रयोग हुन्छ, त्यो हो कुरिलो। औषधि गुणले भरिपूर्ण एउटा वनस्पति। समुद्र सतहबाट 600 देखि 2100 सम्म सायद मिटरको उचाइमा पूर्व, मध्य अथवा पश्चिममा पनि प्रशस्तै यो खेती अथवा घरमा हामीले बारीहरूमा लगाएको देख्छौँ। यो औषधि गुणले भरिपूर्ण एउटा वनस्पति हो। धेरै रोगहरूमा प्रयोग हुने औषधि बन्ने आयुर्वेदमा यसको ठुलो महत्त्व छ। अनि यसको नयाँ बिरुवा बनाउनु पर्यो भने यसको जब फुल फुल्छ नि त, यसको फुल सायद जेठदेखि असारसम्ममा फुल फुल्छ भने फल भने हाम्रो दसैँ तिहार साथ असोज कार्तिकतिर यसको फल रातो भएर पाकेपछि हामीले नयाँ बेर्ना बनाउन सक्छौँ। धेरै बेर्ना बनाउन सक्छौँ, नयाँ बिरुवाहरू बनाउन सक्छौँ भने यसको गानो फुटाएर पनि हामीले नयाँ बिरुवा प्रशस्त बनाउन सक्छौँ।